हेलो, वेलकम टु माई च्यानल। नमस्ते सबैजनालाई, म डाक्टर रोशन चौधरी। आज हजुरहरूको सामु एउटा नयाँ कार्यक्रमको बारेमा कुरा गर्दैछु, जसको नाम चाहिँ सेफ मदरहुड हो। यसलाई सुरक्षित मातृत्व कार्यक्रम पनि भन्छ। यसको मुख्य उद्देश्य चाहिँ मेटर्नल र न्युनेटको मोर्बिडिटी र मोर्टालिटीलाई रिड्युस गर्नलाई बनाएको हो। अब यो चाहिँ कसरी गर्ने भनेर कि मेटर्नल र न्युनेटको हेल्थ कसरी इम्प्रुभ गर्ने हो भने कि एउटा चाहिँ प्रिभेन्टिभ र प्रोमोटिभ एक्टिभिटी, अर्को चाहिँ एड्रेसिङ चाहिँ एफोर्डेबल फ्याक्टर्स द्याट कजेस, मतलब कि जुन कुरा तत्त्वहरूले मेटर्नल र न्युनेटको डेथ गराउँछ प्रेग्नेन्सीको बेला, चाइल्ड बर्थको बेला वा पोस्टपार्टम पिरियडको बेला, त्यस्तो एप्रोच गरेर मेटर्नल मोर्टालिटी र न्युनेटको मोर्टालिटी मोर्बिडिटीहरू कम गराउने गर्छ। मेन कारण चाहिँ मोर्बिडिटी र मोर्टालिटीको के हो भने कि हेल्थ केयर माग्नेमा सिकिङ डिले रहेछ। त्यस्तै कि डिलेड इन सिकिङ केयर, अर्को चाहिँ डिलेड इन रिचिङ केयर, मतलब स्वास्थ्य संस्थासम्म पुग्नेलाई ढिलाइ। अर्को चाहिँ डिले इन रिसिभिङ केयर। नेपाल गभर्मेन्टले नयाँ अप्रोच ल्याएको रहेछ, त्यो चाहिँ सेफ मदरहुड र न्यू बर्न हेल्थको पर्पोज गरेको रहेछ, जसको नाम चाहिँ नेपाल सेफ मदरहुड प्रोग्राम र न्युबर्न हेल्थ एसएमएनएच रोड, जसलाई रोड म्याप टु 2030 भनेर दिएको रहेछ। यो चाहिँ 2019मा नै नेपाल सरकारले प्रपोज गरेको छ। अब के हामी कुरा गरौँ कि आमा सुरक्षा कार्यक्रमको कुराहरू, कि त्यसमा यो एसएमएनएच रोड म्यापको अनुसार के चेन्ज गरेको छ भने अब सुरुमा चाहिँ एएनसी नै चेन्ज गरेको छ, एएनसी भिजिटको, जसलाई 4 भिजिट मोड्युलबाट 8 भिजिट मोड्युलसम्म बनाएको रहेछ। यो चाहिँ यो करेन्ट भयो अहिलेको लागु भएकोमा होइन। अर्को चाहिँ यो प्रपोज मतलब 4 भिजिटलाई 8 भिजिट गरेको रहेछ। अहिलेको प्रोटोकल अनुसार फर्स्ट भिजिट चाहिँ 16 हप्तासम्म गराइहाल्नु पर्ने हो र दोस्रो चाहिँ 24 हप्तामा, तेस्रो 32 हप्ता र अर्को 36 हप्तामा गर्नुपर्ने रहेछ। त्यस्तै 8 भिजिटको मोडल अनुसार पहिलो भिजिट 12 हप्ता, त्यसपछि 16, अर्को चाहिँ 20देखि 24, जसको बेला एनामोली स्क्यानहरू गरिन्छ। त्यस्तै फोर्थ भिजिट 28 विक्स, अर्को 32, अर्को 34, अर्को 36 र अर्को 38 विक्सको बेलामा चाहिँ गर्नुपर्ने प्रपोज चाहिँ गरेको रहेछ, जसको कारण मोर्बिडिटी र मोर्टालिटी मेटर्नल र न्युनेट दुवैको कम गराउँछ भनेर धारणाका साथ यो पहिला पनि डब्लुएचओले प्रपोज गरिसकेको छ, लागू गरिसकेको छ। तर नेपालमा चाहिँ लागू भएको अहिले यो 4 भिजिट मोड्युल हो, तर त्यसैको डब्लुएचओलाई मान्यता दिई 8वटा मोड्युलमा जाने कुरा छ। अर्को चाहिँ पिएनसी भिजिट, त्यसलाई 3वटा भिजिटलाई 4वटा भिजिट मोड्युलमा सिफ्ट गरेको छ। करेन्ट रिकमेन्डेसन चाहिँ यो हो, जस अन्तर्गत 3वटा भिजिट, जुन चाहिँ 24 घन्टामा, अर्को चाहिँ 3 दिनमा, अर्को चाहिँ 7औँ दिनमा, डेलिभरीको 7औँ दिनमा। तर 4वटा भिजिट मोड्युलमा फर्स्ट चाहिँ 24 घन्टामा गर्नुपर्ने, सेकेन्ड चाहिँ 3 दिनमा, तेस्रो चाहिँ 7देखि 14 दिन र चौथो चाहिँ 6 हप्तामा गर्नुपर्ने रहेछ। आमा सुरक्षा कार्यक्रमको अन्तर्गत इन्सेन्टिभको पनि व्यवस्था गरेको छ, जस अन्तर्गत सुत्केरी महिलालाई पनि केही प्रोत्साहन स्वरूप इन्सेन्टिभ दिने कुरा छ। 4वटा भिजिट गरे बापत 800 रुपियाँ। त्यस्तै ट्रान्सपोर्ट कि इन्स्टिट्युटमै गएर डेलिभरी गराओस् भनेर ट्रान्सपोर्टको व्यवस्थाको लागि तराईमा 1000, हिल्लीमा 2000 र माउन्टेनमा 3000 दिने व्यवस्था गरेको छ। त्यस्तै हेल्थ फेसिलिटीको प्रोत्साहनको लागि कि उनीहरूकोमा आएर डेलिभरी गराओस् भनेर हस्पिटललाई केही रकमहरू पनि सरकारले प्रदान गर्छ, जस अन्तर्गत नर्मल डेलिभरी गरे बापत 2500, कम्प्लिकेटेड डेलिभरी भएछ भने 4000, सिएस गरे बापत 10000 र कुनै महिलालाई एन्टिडी इम्युनोग्लोबुलिन पनि दिनु परेको छ भने 5000 र मोलर प्रेग्नेन्सीहरूको केसमा चाहिँ 7000। त्यस्तै स्वास्थ्य कर्मीहरूको लागि चाहिँ उनीहरू स्किल बर्थ एटेन्डेन्टले डेलिभरी गरायो अथवा स्वास्थ्य कर्मीले डेलिभरी गरायो भने पर डेलिभरी चाहिँ 300 रुपियाँ दिन्छ। अनि अर्को चाहिँ
न्यू बर्नहरू बेबीको लागि हस्पिटलले उपचार गरे बापत चाहिँ 3वटा प्याकेजहरू रहेछ। प्याकेज एमा 1000 रुपियाँ केही सुविधाहरू जसरी दियो भने एडमिसन गर्यो र केही मेडिसिनहरू चलाउनु पर्यो, त्यस्तो खालको केसमा केही क्राइटेरियाहरू तोक्या छ जुन म पछिको भिडियोहरूमा भन्नेछु। अहिले चाहिँ के प्याकेजहरू छ भने सम्झिराखौँ। प्याकेज एमा 1000 रुपियाँ, प्याकेज बीमा 2000, प्याकेज सीमा 5000 र त्यो संस्थाले स्वास्थ्य संस्थाले जुनले यो बच्चाहरूलाई उपचार दियो त्यसले म्याक्सिमम अप टु 8000 सम्म क्लेम गर्न सक्छ। भन्नाले एबिसी 3टै मिलाएर 8000 सम्म क्लेम गर्न पाइयो इफ त्यस्तै केसेसहरू छ भने। त्यस्तै एउटा यो मैले नयाँ जानेको कुरा चाहिँ यो म्याटर्निटी वेटिङ होम गाइडलाइन भनेर हिल्ली र माउन्टेन रिजनहरूमा 2078 सालमा चाहिँ गाइडलाइन बनाएको रहेछ। यो चाहिँ के दिँदो रहेछ भने एकोमोडेसन, बेडिङ होइन, युटेन्सिल्स, स्विपर फर क्लिनिङ, यो चाहिँ प्रेग्नेन्ट वुमेन र त्यसको कुरुवालाई दिने रहेछ। टाढाबाट आएको कुरुवाहरूलाई, पाहाडको हिली रिजनको टाढाबाट कुरुवालाई हस्पिटलमै व्यवस्था होस् भनेर यो सुविधाहरू दिएको छ होइन। जस अन्तर्गत फुडको लागि चाहिँ प्रेग्नेन्ट वुमेनलाई 350 देखि 400, कुरुवालाई पनि 350 देखि 400 र पोस्टपार्टमको बेलामा सुत्केरी आइमाईलाई 450 देखि 520 सम्म। र अर्को सेवाहरू चाहिँ रुरल अब्स्टेटिक युएससी चाहिँ गाउँमा घरमा गएर अनौमी र एसबिएहरूले चाहिँ दिदो अब्स्टेटिक स्क्यान गरेर गरिदिँदो रहेछ। त्यस्तै होम बेस्ड पिएनसी भिजिट, पोस्टनेटल केयर भिजिट होइन। अर्को चाहिँ इमर्जेन्सी रेफरल फन्डको व्यवस्था पनि गरेको छ। त्यस्तै पोस्ट डेलिभरी वार्डहरूमा हिटिङको सुविधाहरू पनि लागू गरेको छ। त्यस्तै रिमोट र हिली रिजनहरूको बिरामीहरूको लागि अब्स्टेटिक इमर्जेन्सी परेछ भने एयरलिफ्टिङहरूको सुविधाहरू पनि प्रोग्राममा समावेश गरेको छ। त्यस्तै अनसाइट बर्थिङ युनिटहरू पनि खोलिएको छ। त्यस्तै कम्प्रिहेन्सिभ इमर्जेन्सी अब्स्टेटिक एन्ड न्युनेटल केयरको इस्टाब्लिसमेन्ट र इम्प्लिमेन्टेसन पनि गरेको छ। त्यस्तै गरी न्यानो झोला प्रोग्रामहरू पनि दिएको छ। मैले छोटाको अर्को प्रोग्राम चाहिँ बेसिक इमर्जेन्सी अब्स्टेटिक एन्ड न्युनेट केयर सर्भिस। र यो सबै प्रोग्रामहरूको मेन मोटिभ चाहिँ एम चाहिँ डिक्रिज मेटर्नल मोर्टेलिटी रेट र अर्को चाहिँ न्युनेटल मोर्टेलिटी रेट कम गराओस् भनेर यो प्रोग्रामहरू सञ्चालनमा ल्याएको। हस्त अरू केही छुटेको अथवा अरू थप्नुपर्ने कुरा मेरो कमेन्टमा राखिदिनु होला। हस्त, धन्यवाद, नमस्ते।